टासीदेलेक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म ल्युड्रो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपावन दलाई लामा ज्यूले आचार्य चोङखापाद्वारा रचेको ज्ञानको अभिलाषाबारे प्रवचन। सिजोङ श्री पेम्बा छिरिङले परमपावन ज्यूबाट एक अनलाइन आशीर्वाद प्राप्त। दक्षिण अफ्रिका, रुस र भारतमा तिब्बत समर्थकहरूद्वारा सिजोङ श्री पेम्बा छिरिङलाई बधाई व्यक्त। सिजोङ पेम्बा छिरिङद्वारा कोभिड-19 अवस्था र तयारीको समीक्षा। सिजोङद्वारा तिब्बती सर्वोच्च न्याय आयुक्तहरूसँग भेट। हंगरीको राजधानी बुदापेस्टमा दलाई लामा स्ट्रिटको उद्घाटन। कोरोना महामारीबाट निधन भएका तिब्बत समर्थकहरूको लागि श्रद्धाञ्जली सभाको आयोजन। अब समाचार विस्तारमा। परमपावन दलाई लामा जीद्वारा धर्मशाला स्थित आफ्नो निजी आवासबाट तिब्बती युवाहरूलाई आचार्य जे चोङखापाद्वारा विरचित ज्ञानको अभिलाषाबारे प्रवचन दिनुभयो। 2 दिने अध्यापनको पहिलो दिनमा परमपावन दलाई लामा ज्यूले उनी आज जीवित रहेका 7 अरब मानिसहरू बौद्ध बन्नका लागि प्रार्थना गर्दैनन्, बरु उनी एक अर्कासँग माया र करुणाको भावना भएको एक शान्तिमय संसार निर्माण गर्न काम गरिरहेका छन् भन्नुभयो। परमपावन ज्यूले यस हप्ता बुधबार सिजोङ श्री पेम्बा छिरिङलाई भर्चुअल भेटको क्रममा लोकतान्त्रिक सिद्धान्त र अभ्यासहरूसहित तिब्बती जनताको नेतृत्व गर्ने निर्वाचित सिजोङको जिम्मेवारी रहेको टिप्पणी दिनुभयो। सिजोङ श्री पेम्बा छिरिङले कोभिड-19 महामारीको सङ्कट र चीन तिब्बत द्वन्द्वको लागि अहिंसक दृष्टिकोणबाट स्थायी समाधान खोज्ने आफ्नो प्रतिबद्धता जस्ता थप जरुरी मुद्दाहरूलाई सम्बोधन गर्नका लागि विगत 7 दिनमा गरेका कदमहरूबारे विस्तृत विवरणका साथ परमपावन ज्यूलाई अवगत गराउनुभयो। इन्कता फ्रिडम पार्टीका संसदीय नेता तथा आइएफपीका संस्थापक राजकुमार मङ्गुसुतु बुथलेजीले चुनावी जितको लागि सिजोङ पेम्बा छिरिङलाई बधाई दिनुभयो। सिजोङ श्री पेम्बा छिरिङलाई शक्ति र साहस बढाउँदै प्रिन्स बुथलेजीले दक्षिण अफ्रिका संसदको अर्को उद्घाटनमा पाहुनाको लागि अनुरोध गर्नुभयो। राजकुमार बुथलेजीले डाक्टर लोप्सा सङ्घेको 10 वर्षको सेवा पनि प्रशंसा गर्नुभयो। सिजोङ श्री पेम्बा छिरिङलाई रुसी डुमा सदस्य, तिब्बत समर्थक समूह र भारत तिब्बत समन्वय सङ्घले पनि बधाई सन्देश दिनुभयो। उनीहरूले तिब्बती नेतृत्वको नयाँ सफलताको कामना गर्दै तिब्बतको कारणप्रति आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। आफ्नो कार्यकालको पहिलो दिनमा सिजोङ पेम्बा छिरिङले भारत र नेपालका तिब्बती समुदायहरूको कोभिड-19 अवस्थाको पूर्ण अवलोकन गत साताको शुक्रबार सिटिए कोभिड-19 टास्क फोर्स बैठकबाट गरेका थिए। 16औं कक्षाको नयाँ दिशानिर्देशहरूमा मुख्यतया 3 प्राथमिकताहरू समावेश छन्। पहिलो प्राथमिकता भारत र नेपालमा रहेका तिब्बती जनतालाई कोरोना खोप प्रदान गर्नु हो। दोस्रो प्राथमिकता कोरोना महामारीले सङ्क्रमित मानिसहरूलाई चिकित्सा सेवा र उपकरण आपूर्ति गर्नु हो। त्यस्तै कोरोनाबाट प्रभावित खाँचोमा परेकाहरूलाई राहत र सहायता प्रदान गर्नु तेस्रो प्राथमिकता हो। साथै उहाँले केन्द्रीय तिब्बती प्रशासनको कोभिड-19 आपतकालीन टास्क फोर्सको पूर्ण गठनको घोषणा पनि गर्नुभयो। यस हप्ता मङ्गलबार तिब्बती सर्वोच्च न्याय आयुक्तहरूसँगको पहिलो भेटमा सिजोङ श्री पेम्बा छिरिङले निर्वासित तिब्बती समुदायमा एकता कायम गर्ने दृढ प्रतिबद्धताको घोषणा गर्नुभयो। साझा लक्ष्यमा सामूहिक ध्यान केन्द्रित गर्न सिजोङले निर्वासनमा रहेका सबै पार्टीहरूसँग भेटेर आन्तरिक सम्बन्ध सुदृढ पार्ने बताउनुभयो, जसमा तिब्बती सर्वोच्च न्याय आयोग, तिब्बती संसद, निर्वासन र यसका स्वायत्त निकायहरू मात्र नभई एनजिओ र मिडिया पनि सामेल छन्। सिजोङद्वारा चाँडै निर्वासन प्रशासनका अन्य अधिकारीहरूसँग पनि त्यस्तै बैठकहरू गर्ने अपेक्षा गरिरहेको छ। बुदापेस्टका मेयर श्री गर्गली क्यारेक्सोनी र मेयर सुश्री क्रिस्टिना वरानीले यस हप्ता बुधबार हंगरीको राजधानी बुदापेस्टमा दलाई लामा स्ट्रिटको उद्घाटन गर्नुभयो। आफ्नो उद्घाटन भाषणमा मेयर श्री ग्रेगलीले हंगरी लगायत अन्य प्रजातान्त्रिक देशहरूमा चीनको लोकतान्त्रिक हस्तक्षेप र यसको विस्तारवादी प्रभावको आलोचना गर्नुभयो। उनले यस सडकको नाम तिब्बती, युगुर, हङकङ र चिनिया दमनकारी सरकारको विरुद्ध उभिएका सबै मानव अधिकार रक्षकहरूलाई सम्मान देखाउनु हो भन्नुभयो। यसैगरी गत हप्ताको संसदीय सत्रमा सांसद सेजेल बर्नाडेटले हंगेरियाली सरकारलाई चीनसँग विवादवाद सम्झौता राखेर निराश व्यक्त गरेकी थिइन्।
यस अवसरमा तिब्बत कार्यालय जेनेवाले तिब्बतको मुद्दामा एकताको लागि बुदापेस्ट मेयरप्रति आभार व्यक्त गर्नुभयो। चीनबाट सुरु भएको कोरोना महामारीको दोस्रो लहरले विश्वभरि विशेष गरी भारतमा लाखौं मानिसहरूले ज्यान गुमाएको छ। धेरै प्रसिद्ध राजनीतिज्ञ, समाजसेवी, पत्रकार आदि पनि यस दुःखद घटनाको शिकार भएका छन्। तिब्बत मुक्ति साधनामा सक्रिय योगदानकर्ताहरू जस्तै सुन्दरलाल बहुगुणा, डाक्टर डोइजी गुप्ता, डाक्टर पीजी ज्योतिकर, प्रोफेसर बाउ लोखण्डे, श्री नरेश माथुर, श्री जय मुखी, श्री रघुवंश प्रसाद सिंह लगायत धेरै प्रतिष्ठित व्यक्तिको कोरोना संक्रमणका कारण निधन हुनुभएको छ। ती सबै तिब्बत समर्थकहरूलाई संवेदना व्यक्त गर्न भारत तिब्बत मैत्री संघद्वारा एक अनलाइन श्रद्धाञ्जली बैठक आयोजित गरेको थियो। आफ्नो सम्बोधनमा डाक्टर आनन्द कुमारले ती सबै समर्थकहरूलाई तिब्बत मुक्ति साधनामा उनीहरूको सहयोग र बहुमूल्य योगदानको बारेमा जानकारी दिनुभयो। आज 30 मई 2021 रविवार रात्रि 5:30 बजे भारत तिब्बत मैत्री संघ के तत्वाधान में राष्ट्रीय महामंत्री प्रोफेसर डॉक्टर आनंद कुमार उनके संचालन में भारत तिब्बत मैत्री संघ ने गत 30-40 वर्षों के अंतराल ये जो संगठन जिस मुकाम तक पहुंचा है, उस संगठन के पीछे जिन महानुभावों का योगदान रहा है, उनका मार्गदर्शन रहा है, उनमें से कुछ महानुभाव पिछले 10 से 12 या 10 से 14 महीनों में आज हमारे बीच कोविड-19 के महामारी के चलते नहीं रहे हैं। उन सभी को याद करते हुए हमारे महाराष्ट्र नागपुर से प्रोफेसर विमल कीर्ति, प्रोफेसर बाउ लोखंडे जी, स्वामी अग्निवेश, बिहार के रघुवंश प्रसाद सिंह, गुजरात के डॉक्टर पीजी ज्योतिकर जी और हाल के दिनों में नरेश माथुर जी से लेकर के उत्तराखंड के पर्यावरणविद और समाज मार्गदर्शक सुंदरलाल बहुगुणा जी, उन सभी को आज उनके स्मृति में वंदना किया गया। जबकि वह सभी लोग आज हमारे साथ शारीरिक रूप से नहीं है, लेकिन उनका कर्म काय हमारी मनुस्मृति में अभी भी जीवित है। भारत तिब्बत समन्वय केंद्र उन सभी महानुभावों को याद करते हुए नमन पूर्वक सभी को श्रद्धांजलि देते हैं और इस आयोजन के माध्यम से पूरे समस्त भारत में भारत तिब्बत मुक्ति साधना के प्रति जन जागरण का हमने एक कार्यक्रम उस समय रखा है। धन्यवाद। जय भारत, जय तिब्बत। यसका साथै आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते।